किताब पल्टाउँदा निद्रा लाग्छ? म्याथको इन्टिग्रेसन सिम्बोल वा साइन्सको फोटोसिन्थेसिस देख्दा दिमागले यो मेरो बसको कुरा होइन भन्छ? सुन्नुस्, एउटा गाह्रो शब्दमा अल्झिँदा तपाईँको 30 मिनट खेर गइरहेको छ। तर आज म एउटा यस्तो ह्याक सिकाउँछु जसले त्यो 30 मिनटको काम 30 सेकेन्डमा गर्छ। हामी शब्दसँग डराएका हौं, त्यसको कामसँग होइन। आज हामी च्याट जीपीटीलाई प्रयोग गरेर यी एलियन जस्ता शब्दहरूको पर्दाफास गर्नेछौं। सुरु गरौँ है त। हाम्रो दैनिक जीवनमा विचार गर्नुस् त, सामानहरूको नाम कसरी राखिन्छ? भात पकाउने मेसिनलाई हामी राइस कुकर भन्छौं, कपाल काट्ने मान्छेलाई हजाम भन्छौं। नाम सुन्ने बित्तिकै काम थाहा हुन्छ नि। हो, विज्ञान र गणितका गाह्रो शब्द वा सिम्बोलहरू पनि ठ्याक्कै त्यस्तै हुन्। उनीहरूको नाम पनि उनीहरूले गर्ने कामको आधारमा राखिएको हुन्छ, तर हामीलाई त्यो सेक्रेट थाहा नभएर मात्र ब्रेन ब्लक भएको हो। धेरै साथीहरूले च्याट जीपीटीलाई सोध्छन्, इन्टिग्रेसन भनेको के हो? अनि उसले लामो र बोरिङ परिभाषा दिन्छ। अब ब्याक बेन्चर ह्याक सुन्नुस्। च्याट जीपीटीलाई सिधै काम अनुसार नाम बुझाउन लगाउनुस्। तपाईको प्रम्प्ट यस्तो हुनुपर्छ: म 10 कक्षाको विद्यार्थी हुँ, मलाई यो शब्दको काम के हो र यसको नाम यस्तो किन राखियो, सजिलो नेपाली उदाहरण दिएर बुझाऊ। उदाहरण 1, म्याथ सिम्बोल। तपाईले इन्टिग्रेसनको बारेमा सोध्नुभयो भने च्याट जीपीटीले भन्छ, हेर्दा गाह्रो लागे पनि यो सिम्बल लामो तन्काएको अंग्रेजी अक्षर एस मात्र हो। एस को अर्थ हुन्छ सम, जोड्नु। ससाना टुक्राहरूलाई जोडेर ठूलो बनाउने काम गर्ने भएकोले यसलाई इन्टिग्रेसन भनिएको हो। उदाहरण 2, साइन्स वर्ड। फोटोसिन्थेसिसको बारेमा सोध्नुभयो भने उसले भन्छ, फोटो भनेको लाइट, घामको उज्यालो, र सिन्थेसिस भनेको बनाउने वा पकाउने। बिरुवाले घामको उज्यालोमा आफ्नो खाना आफै पकाउने काम गर्ने भएकोले यसको नाम फोटोसिन्थेसिस राखिएको हो। देख्नुभयो, नाम भित्रै त्यसको काम लुकेको हुन्छ। जब तपाईले कुनै शब्द वा सिम्बोलको काम बुझ्नुहुन्छ नि, तब तपाईको ब्रेनले त्यसलाई दुश्मन होइन, साथी सम्झिन्छ। त्यसपछि न त माइटोकोन्ड्रियाले तर्साउँछ, न त म्याथको कुनै सूत्रले। एउटा सानो शब्दको अर्थ खुल्ने बित्तिकै पुरै च्याप्टर पानी जस्तै छ्याङ्ग हुन्छ। त्यसैले अबदेखि पढ्दा अल्छी लाग्यो भने सम्झिनुस्, तपाईलाई विषय गाह्रो लागेको होइन, त्यो शब्दको काम नबुझेको मात्र हो। ल भन्नुस् त, कुन चाहिँ शब्द वा सिम्बोलले तपाईलाई आजसम्म सबैभन्दा धेरै सताएको छ? तल कमेन्टमा लेख्नुस्। भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। कीप लर्निङ, कीप रकिङ।